झापामा जित्छन् त बालन शाहले। जितेन भनेदेखि सबै खाए हुन्छ, नर्क खाए हुन्छ। हामी त घन्टी बजाउने माहौलमा छौँ। अब त्यस्तै हो, तपाईँले सोधिहाल्नुभयो, भन्नु चाहिँ नहुने हो मनका कुरा। अब तपाईँले सोधेपछि नभन्दा पनि पापै लाग्ला। केपी ओली हेलिकप्टर चढेर भाग्यो, तपाईँहरू सबैलाई थाहा छ। बालन शाहबाट पनि यस्तै खालको बाटोमा रकेट चढ्नुपर्छ, रकेट भाइ रकेट। बालाजी बाई बाई बा छोडिदिनु भन्छु हामी। अब केही सिधै छोडिदिनु। तपाईँ घरमा हरे राम जपेर बस्नु यसरी भन्छु हामी। अब हरे राम जप्ने बेला भएन। केपी ओली चाहिँ मन पर्दैन। केपी ओली भनेको त्यो पहिला पनि जेलमा रह्यो। त्यो मलाई काम कतिजना मान्छे काटेर 14 वर्ष जेल कुएर आएको प्रधानमन्त्री क्षेत्रको लागि त धेरै गर्नु। के गर्यो त्यो मुलाले एउटा यो अग्लो टावर हालिदियो। त्यो टावरको कामै छैन। घन्टीले जित्छ भने गाउँ सोलिड भनिदिनु सबैतिर। सोलिड यसमा अनविश्वासै छैन। चुनाव आयो भन्छन्। चुनाव आयो, बालन शाहको सुरक्षामा खटिने एउटा म पनि हो। काङ्ग्रेसको भन्नुहुन्छ फेरि बालन शाह। काङ्ग्रेस त अब सक्यो। दुःख पायो अब केही गरौँला भन्न परेन क्या। मैले यस्तो भोट जितेर जाने दाम जम्मै भ्रष्टाचार गरेर गोजी हाल्ने मान्छे हो भन्छु मैले त सिधै बाबु। ओलीले त अब यहाँबाट पनि जित्यो भने यहाँका मान्छेले गुखाए हुन्छ। अब